सम्पूर्ण नमस्कार। आजको यस भिडियोमा हामी सी एक्जामको फर्म कसरी भर्ने भन्ने बारेमा भिडियो लिएर आएको छौं। सी को फर्म कसरी भर्ने मात्रै होइन, सी को फर्म भरिसक्नु भएको छ अथवा हजुर भर्नेवाला हुनुहुन्छ, हजुरको फर्म भेरिफाइड कसरी भयो, कसरी थाहा पाउने हामीले यो बारेमा पनि भन्छौं है त। र रिजर्भेसन डकुमेन्टेसन पार्टहरु पनि हामी सबै क्लियर गर्छौं र यदि कुनै पार्ट क्लियर भएन भने हजुरले मेसेज पनि गर्न सक्नुहुन्छ। सबभर हामी यो भिडियोमा चाहिँ क्लियर गर्छौं। हजुरले हेर्न सक्नुहुन्छ डकुमेन्ट के रिक्वायर्ड चाहिन्छ सी को लागि, फर्म कसरी भर्ने अनि फर्म सक्सेसफुल कसरी थाहा पाउने। ल स्टार्ट गर्छौं हामी पहिला डकुमेन्टबाट। अब डकुमेन्ट्स यस प्रकारका छन्। सर्वप्रथम म के भन्न चाहन्छु भन्दाखेरि सिटिजनशिप सबैको हुनुपर्छ है। यता गए म सिटिजनशिप सबैसँग हुनुपर्छ। सिटिजनशिपको त्यो अपलोड गर्नुपर्छ, फोटो ओरिजिनल नागरिकता है, अनि एनआईडी नम्बर। यदि हजुरको एनआईडी बनेको छैन भने अहिले पनि टाइम छ, बनाइहाल्नुस् है। हजुरलाई एटलिस्ट अब एक दुई दिनमै नदिए पनि हजुर एउटा नम्बर चाहिँ पाउँछ, त्यो नम्बर चाहिँ चाहिन्छ मेनली है त। हजुरले यो चाहिँ बनाउनु होला, यो चाहिन्छ। एनआईडी अहिले मेन्टेन राखेको छ र एससी को मार्कसिट, प्लस 2 को मार्कसिट, डकुमेन्ट्सहरु चाहिन्छन् र पेमेन्टको भाउचर। यो भन्दा अगाडि म एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि यदि हजुर पीसीएल डिप्लोमा है म टाइप भन्छु डिप्लोमा, यदि हजुर डिप्लोमाको स्टुडेन्ट हुनुहुन्छ र हजुर यस वर्ष सी एक्जाम दिँदै हुनुहुन्छ भने हजुरले स्पेशली के कुरामा ध्यान दिनुस् भन्दाखेरि हजुरलाई चाहिने कुरा के हो मेन भन्दाखेरि के हो थाहा छ? लाइसेन्स हो। लाइसेन्स हो। यदि लाइसेन्स छैन भने हजुरले इक्विभ्यालेन्ट सर्टिफिकेट थाहा छ, बुझ्नु भएको छ इक्विभ्यालेन्ट सर्टिफिकेट। यदि हजुरको इक्विभ्यालेन्ट सर्टिफिकेट लाइसेन्स छैन भने हजुरले एक्जाम दिन पाउनुहुन्न। यो कुरा चाहिँ कन्फर्म गर्नु होला। फेरि धेरैजना चाहिँ फर्म भर्ने अनि लास्टमा यो सर्टिफिकेट नहाल्ने त्यस्तो पनि हुन सक्छ है। त्यही भएर यो कुरालाई हजुरले ख्याल गर्नु होला। यसमा कुरा बुझ्नुभयो। र यो पेमेन्टको भाउचर कहाँ गएर गर्ने? पेमेन्टको भाउचर चाहिँ हजुरले अनलाइनको थ्रु गर्न सक्नुहुन्छ के, इसियाबाट गर्न सक्नुहुन्छ, बैंकबाट गर्न सक्नुहुन्छ है। यतिसम्म बुझ्नुभयो नि। अब छ रिकमेन्डेसन लेटर चाहियो हामीलाई। मेन रिकमेन्डेसन लेटर चाहियो। मैले यहाँ 6 to 10 गभर्नमेन्टको कुरालाई मात्र यो पेजमा किन राखेको थाहा छ? 6 to 10 को गभर्नमेन्टको जुन छ लेटर सबैभन्दा मोस्ट इम्पोर्टेन्ट लेटर हो कि। यदि हजुर रिजर्भेसन क्याटेगोरीमा यस वर्ष स्कलरशिप पाउनको लागि हजुर एप्लाई गर्दै हुन्छ भने हजुरलाई गभर्नमेन्ट म्यान्डेटरी हो, गभर्नमेन्ट पढेको हुनै पर्छ। र विद्यार्थी एउटा कुरा के क्लियर गर्नुस् भन्दाखेरि हजुरलाई रिजर्भेसनको मिनिङ के हो? हजुरलाई स्कलरशिपको बेलामा चाहिँ रिजर्भेसनले हेल्प गर्छ। तर हजुर यदि पेइङमा जाने सोचमा हुनुहुन्छ भने रिजर्भेसनको काम छैन है। यो कुरा स्टार्टिङमै म क्लियर गर्छु। स्कलरशिपको लागि मात्र रिजर्भेसन यानी कि कोटा सुन्नु भएको होला सबैजनाले। अब म यसको फर्म कस्तो हुन्छ फर्मेट र कसरी भर्ने र कसरी एप्लाई गर्ने त्यो बारेमा भन्छु। अब यहाँ स्क्रिनमा सानो छ, म थोरै जुम गर्छु है। हजुरले यहाँ हेर्न सक्नुहुन्छ, सरी हजुरले यहाँ हेर्न सक्नुहुन्छ है। यहाँ के भनेको छ? 6 देखि 10 क्लास सरकारी पढेको हुनुपर्छ, सामुदायिक विद्यालयमा अध्ययन गरेको हुनुपर्छ। अब धेरै स्टुडेन्टको कन्फ्युजन कहाँनिर छ म भन्छु है त। धेरै स्टुडेन्टको कन्फ्युजन के कहाँनिर छ भन्दाखेरि दाइ म चाहिँ यो 6 र 7 एउटा स्कुलमा पढे हैन, अनि 8, 9, 10 अर्को स्कुलमा पढे, म के गर्ने हो? यस्तो खालको क्वेशन छ के धेरैको। पहिलो कुरा साँच्चै एउटा कुरा भन्न हजुरलाई म 6 to 10 पढेको हुनै पर्छ है। यदि हजुर 6 to 10 गभर्नमेन्ट पढ्नु भएको छ भने अनि मात्रै फर्म एप्लाई गर्नु होला, नत्र भोलिको दिनमा अरु झेल हुन सक्छ है त। यो कुरा म भन्छु। अब हजुरले कसरी बनाउने भन्ने कुरामा चाहिँ जस्तै अब यहाँ हेर्नुस् है। हजुरले यहाँ अप्सन छ, एकदम अप्सन छ। हजुरले हेर्न सक्नुहुन्छ यहाँ पहिला जिल्ला, त्यो हजुरले वडा कार्यालय यो सब राख्न सक्नुहुन्छ है। बुवाको नामले सबै राख्न सक्नुहुन्छ हैन। स्टुडेन्टको एउटा इएमआइएस रजिस्ट्रेसन आइडी हुन्छ है, त्यो हरेक स्कुलमा हुन्छ। हजुरले आफ्नो स्कुलमा गएर हेर्न सक्नुहुन्छ यो कुराहरु। अनि हजुरले यहाँ के भनेको छ? अध्ययन गरेको कुन स्कुलमा हो यहाँ पुरा नाम लेख्नु पर्यो है। अध्ययन गरेको सामुदायिक विद्यालयको पुरा नाम र ठेगाना यहाँ हुन्छ। अनि त्यसपछि अध्ययन गरेको कक्षा कुन कक्षा, मानव हजुरको दुईटा आयो, यसमा त्यसो टिक हाल्छन्, साल कति इयरमा त्यो लेख्नुहुन्छ हैन। अनि त्यसपछि यो भइहाल्यो है त। अनि त्यसपछि हजुरले ध्यान दिनुपर्ने कुरा के हो थाहा छ? धेरैले यहाँ यो पार्ट हो कि। अब हजुरले के गर्नु पर्यो? यदि हजुर 6 र 7 एउटा स्कुलमा पढ्नु भएको छ, 8, 9, 10 अर्को स्कुलमा पढ्नु भएको छ, हजुरले के गर्नु पर्यो भन्दाखेरि 8, 9, 10 जहाँ पढ्नु भएको छ, एससी पास आउट गर्नु भएको छ, त्यो स्कुलको प्रिन्सिपलको हजुरलाई सिग्नेचर चाहिन्छ कि हो यो प्रधानाध्यापक भने कन्फ्युज नहुनु होला, कसको प्रधानाध्यापक भन्ने कुरा हुन्छ नि त। त्यो चाहिँ हजुरले ध्यान दिनु होला। ओएसमा चाहिँ हजुरलाई 10 पास गरेको स्कुलको मेन चाहियो है त। अनि त्यसपछि यो चाहिँ के हुन्छ? स्थानीय तहको शिक्षा प्रमुखको पनि चाहिन्छ। हजुरले स्कुलमा गएर पनि कुरा बुझ्न सक्नुहुन्छ मजाले। यहाँ लेखेको छ यो कुरा, एमएससी यहाँ लेखेको छ। कक्षा 10 बाट जहाँबाट पास गरेको छ त्यहाँबाट त्यहाँको चाहिँ हामीले के गर्नुपर्छ? यो सिग्नेचर ल्याउनुपर्छ। हजुरले यहाँसम्म क्लियर हुनुहुन्छ? अब क्लियर हुन्छ भने हामी जाउँ नेक्स्ट पेजतिर। यो पनि सेम छ है, दुईटा हुन्छ, दुईटैमा भर्नु होला। हजुरले दुईटा अपलोड गर्न सक्नुहुन्छ ल। यदि हजुरको एउटा अपलोड गर्न पर्यो भने हजुरले ट्रान्सफर गरेर ल्याएर पनि गर्न सक्नुहुन्छ, तर दुईटै गर्नुस् कि भएन।
अब रिजर्भेसनको म थोरै कुराहरू गर्छु है। हजुरले यहाँ हेर्न सक्नुहुन्छ, यहाँ मुस्लिम, फिमेल, मधेसी, अपाङ्ग, जनजाति, दलित, मधेसी दलित, साथसाथै अरू पनि पिछडिएको वर्ग है। अब यहाँ नलेखेको होला पिछडिएको वर्ग होइन। अनि त्यसपछि यस्तो धेरै होला कि रिजर्भेसनहरू। यो रिजर्भेसनको हजुरको सबैको के हुन्छ, रिकमेन्डेसन लेटरमा लागि भनेको थियो एउटा 6 to 10 गभर्नमेन्ट पढेको हुनैपर्छ। साथसाथै हजुरको यो पनि हुनसक्छ, यो हुनुपर्छ। यदि हजुर मुस्लिम फिमेल हुनुहुन्छ भने हजुरलाई यो दुई चाहियो। र फिमेललाई हजुरले प्रमाणित गर्न आवश्यक छैन, हजुरको नागरिकताले काम गर्छ है त, त्यो इनफ छ। अनि मुस्लिमको चाहिँ हजुरले आफूले गर्नुपर्छ। कसैको मधेसीको छ भने बनाउनु पर्यो होइन, दलितको छ भने बनाउनु पर्यो। कहाँ बनाउने, वडा कार्यालयमा जाने, नगरपालिकामा जाने बनाउने है, सिफारिस लिएर आउनुपर्छ। जनजातिको जस्तै गर्नु पर्यो, सबैको जस्तै गर्नु पर्यो। र विद्यार्थीहरू कोही अब भिडियो हेर्दै हुन्छ र उहाँहरूलाई आर्मीको बारेमा बुझ्नु छ भने आर्मीको बारेमा म हजुरलाई सिम्पल आर्मीको एप्लाई गर्ने स्टुडेन्ट धेरै हुनुहुन्न, मलाई पर्सनल मेसेज गर्नु होला। व्हाट्सएप नम्बर चाहिँ ड्रप गरिदिन्छु है त। यसको बारेमा म डिटेल भन्छु, हजुरलाई केही न केही म गाइड गर्छु, यो बारेमा मलाई थाहा छ है त। मैले त्यो चाहिँ भने हजुरले बुझ्नुभयो। रिकमेन्डेसन लेटरमा एउटा 6 to 10 पढेको र हजुरलाई के चाहिन्छ यो कुरा चाहिँ हजुरले डकुमेन्ट रेडी पार्नुहोस्, डकुमेन्ट रेडी पार्नुहोस्। अनि त्यसपछि हामीले चाहिँ अब हेर्नुहोस् है ल, अब चाहिँ हामीले फर्म फिलअप गर्ने प्रोसेसमा लाग्छौँ। त्योभन्दा अगाडि के छैन है त, सरी हो यो पार्टमा मैले के भने ल, यहाँनिर मैले भने र यहाँनिर एउटा के पार्ट फोटो चाहियो है। फेरि फोटो पनि चाहिन्छ, एउटा पासपोर्ट साइज फोटो चाहिन्छ। पासपोर्ट साइज फोटो चाहिन्छ। हजुरले यो फोटो चाहिँ कुन ठाउँमा राख्नुपर्छ, जेपीईजी फर्मेटमा राख्नुपर्छ है त। यसको साइज सानो हुनुपर्छ। कसरी चेन्ज गर्ने, क्याम स्क्यानर युज गर्नुहोस् है। अल्टरनेटिभ चाहिँ डकुमेन्ट्सहरू पनि सबै हजुरले क्याम स्क्यानर युज गरेर गर्नु होला, एकदम राम्रो हुन्छ है त। यो कुरा चाहिँ मैले भने पासपोर्ट साइज फोटो, ल यति कुरा चाहिँ हजुरले ल्याउनै पर्छ। अब चाहिँ हामी फर्म फिलअप कसरी गर्ने भन्ने प्रोसेसमा लाग्छौँ। फर्म फिलअप गर्नुभन्दा अगाडि म हजुरलाई एउटा कुरा भन्छु है त। विद्यार्थीले मलाई सोधेको छन्, दाइ फर्म म के घरबाट भरौँ अथवा म साइबरबाट भरौँ अथवा कुनै इन्स्टिट्युटबाट भरौँ, जसरी पनि भर्नुहोस्, भर्नु पर्यो हजुरको। त्यही त, त्यही भएर त मैले भने कन्फर्मेसन हुनको लागि हजुरले कसरी थाहा पाउने यो बारे पनि म भन्छु कि। तर हजुरले एउटा कुरा मेक स्योर गर्नुहोस्, त्यो हजुरले सकेसम्म चाहिँ आफ्नो डिभाइसबाट आफैले भरेको राम्रो। डकुमेन्ट्सहरू किन अरूलाई सेयर गर्नु छ, यो पनि त कुरा छ इम्पोर्टेन्ट होइन। यदि हजुरलाई कन्फिडेन्स छैन, दाइ मेरो डर लाग्छ भने जानु साइबरमा जानुहोस्, नो वरिज है, एकदम सामान्य कुरा हो कि। हजुरले पेमेन्ट गर्नुहुन्छ, पेमेन्टको भाउचर एमईसम्म पुग्यो, बस इनफ हो, हजुरको जसरी नै हुन्छ। यदि रिजर्भेसन छ भने भोलिको दिनमा फल्स डकुमेन्टहरू चाहिँ भेरिफाई रिचेक हुनसक्छ, नत्र केही पनि हुँदैन है त। यति मैले कन्फर्म गरेँ, नडराउनुहोस्। हजुरले इक्जाम चाहिँ बिर्सिदिनु होला, यो पार्टलाई नडराउनुहोस् है त। म भन्छु अब फर्म कसरी भर्ने। पहिलो सुरुमा हजुरले यो एमएससीको यो इन्टरफेसमा सबैजनालाई आउन सक्नुहुन्छ। कसरी, www.mec.com हालेर आउन सक्नुहुन्छ। यहाँसम्म सबै पुग्छ होला। अब यहाँ पुगेपछि यस्तो खालको इन्टरफेस आउँछ। त्यसपछि हामीले यहाँ ध्यान दिनुपर्ने, यदि कसैको अहिलेसम्म पनि एकाउन्ट बनेको छैन, यदि हजुर फ्रेसर हो भने हजुरले चाहिँ आई डोन्ट ह्याभ एकाउन्टमा क्लिक गर्नुपर्ने हुन्छ है त, रजिस्टर गर्नुपर्ने हुन्छ। हजुरले यहाँ रजिस्टर गर्दाखेरि हेर्नुहोस् है, नेपाल इज अ फरेन, यो कुरालाई ध्यान दिनु होला है। अनि फुल नेम राख्नु पर्यो, कन्ट्याक्ट नम्बर जुन नम्बर हजुरले अहिले युज गर्नुहुन्छ त्यो नम्बर राख्नु होला। अनि इमेल एड्रेस पनि एकदम प्रोपर अहिले एकदम एक्टिभ वाला इमेल एड्रेस राख्नु पर्यो। र पासपोर्ट र कन्फर्म पासवर्ड एउटा आफूले क्रिएट गर्नु होला। यदि हजुरले यो गर्नुभयो, फरेन हुन्छ भने फरेनको हुन्छ है, फरेनले त पक्कै पनि मेरो भाषा बुझ्नु भएको होइन। र नेपालीको लागि चाहिँ स्पेसली यो कुराहरू ल। अब यति भयो भने अब हजुर रजिस्टर गर्नुपर्ने हुन्छ। म फेरि ब्याक आएँ र अब हजुरको मानव आइडी इमेल त अघि राख्नु पनि, इमेल र पासवर्ड छ है। अब हजुरले रजिस्ट्रेसन गरिसक्नु भएको छ भनेपछि यदि हजुर अलरेडी ड्रपर हुन्छ भने हजुरकोमा अलरेडी आएको होला है, यस्तो आउँछ। हजुरसँग अलरेडी हुन्छ, हजुरले युजर नेम र पासवर्ड हस्नु होला। यदि हजुरले पासवर्ड बिर्सिनु भने अर्को नबनाउनुहोस्, पासवर्ड चेन्ज गर्नुहोस् कि, त्यो पनि मिल्छ। फरवर्ड पासवर्ड गर्न मिल्छ है, यहाँ तल अप्सन छ। र अब हजुर रजिस्टर गरिसक्नु भने अब हजुरले युजर नेम र पासवर्ड राख्नु पर्ने हुन्छ। जस्ट हजुरले अहिले जुन क्रिएट गर्नु त्यो राख्नु होला। जस्तै यहाँ हेर्नुहोस् त, मैले यो दुइटै एकैचोटि यहाँ लगइन गरेँ है त, यो दुइटै राखेँ, लगइन गरेँ। ल अब लगइन गरिसकेपछि के हुन्छ भाइ बहिनीहरू, अब लगइन गरिसकेपछि हजुरले यहाँ हेर्न सक्नुहुन्छ, यहाँ मेरो नाम आएको छ, ड्यासबोर्ड र एप्लिकेसन आएको छ है त। र यस्तो खालको इन्टरफेस आउँछ। अब यस्तो खालको इन्टरफेस आएन, हजुरले पहिला उता ध्यान दिनु, हजुरले यता ध्यान दिनु पर्यो। हजुरले नम्बर 1 कुरा के हो, पेमेन्ट गर्नु पर्यो। मैले भनिसकेँ पेमेन्ट गर्नुपर्छ, नम्बर 1 पेमेन्ट गर्नुहोस् र रजिस्ट्रेसन गर्नुहोस्। अब पेमेन्टको लागि मैले केमा क्लिक गरेँ है त। अब पेमेन्ट हजुरले गर्नुभयो र अब हजुरले पेमेन्ट केमा गर्ने है, म भन्छु हजुरलाई के भन्दाखेरि यहाँ हजुरले अप्सन हेर्न सक्नुहुन्छ, प्रोग्राम, यो सबै प्रोग्राम भए पैसा 4000 है। र एउटा कुरा अहिले भनिदिन्छु म, यदि हजुर बिएससी नर्सिङ र बिएससी मिडवाइफरी यो दुईटैको इक्जाम छुट्टै दिन चाहनुहुन्छ सोच्नु भएको छ, होइन एउटै इक्जाम दिनु होला सर। किन एउटै इक्जाम हुन्छ नि त, एउटा दिनमा त एउटा इक्जाम होला नि त।
यो दुईटा त्यो तीनटा फर्म भरेको छ नि, कसैले यो बिएससी एमआइटी अनि यो एमएलटी को एकैचोटि त हुँदैन होला नि त, एउटै इक्जामबाट डिसाइड हुन्छ है। त्यही भएर एउटा फर्म भरे पनि इनफ हुन्छ। र यदि हजुरलाई मानौँ एमबिबिएस पनि दिनु छ, बिडिएस पनि दिनु छ र बिएससी नर्सिङ पनि दिनु छ, यो तीनटै दिनु छ भने हजुरले एउटा दुईटा तीनटा हो यो गरेर हजुरले पेमेन्टको तल प्रोसिड गर्न सक्नुहुन्छ। ओके, पेमेन्ट प्रोसिड गर्न सक्नुहुन्छ। हेर्नुहोस् है, यहाँ अप्सन छ पे युजिङ इसेवा भन्नु छ, अथवा हजुरले आइपिएस गरेर ब्याङ्क खोल्तीबाट गर्नुहुन्छ, इसेबाट गर्नुहोस्, घरबाटै गर्न सक्नुहुन्छ, नातिनुहोस्। ल मैले चाहिँ के गरेँ, हेर्नुहोस् है, अब हेर्नुहोस् है, इसेवाबाट पे गर्ने भने कति भयो, यहाँ पेमेन्ट थ्रु इसेवा अनि यहाँ पैसा देखाउँछ, कति देखाउँछ, तीनटा इक्जामको 12,000 तिर्नुपर्ने हुन्छ कि, अनि हजुरले आफ्नो इसेवा र पासवर्ड हाल्ने गर्ने, बस हजुरको पेमेन्ट भइसक्छ। र अहिले म के गर्छु भन्दाखेरि अहिले म एउटा प्रोग्राम मात्रै गर्छु, बिएससी नर्सिङको है त। बिएससी नर्सिङको मैले प्रोसेस गरेँ पे युजिङ इसेवा है। अब इसेवाबाट पे गर्दाखेरि के हुन्छ, यहाँ 4,000 रुपियाँ हुन्छ र यसमा पेमेन्ट गर्नुपर्ने हुन्छ, इसेवा हेरेर पिन हाकेर पेमेन्ट गर्नुपर्ने हुन्छ है त। हजुरको पेमेन्ट भइसक्यो भने अब हजुरले कसरी कन्फर्म गर्ने भन्दाखेरि अहिले ठाउँमा यहाँ हेर्न सक्नुहुन्छ, हजुरले बिएससी नर्सिङ, बिएससी मिडवाइफरी र पेमेन्ट आयो इसेवा भनेर भाउचर यो छ है। अब यदि हजुरले चाहिँ सपोज कसरी सोध्नुहुन्छ, दाइ मैले ब्याङ्कमा गएर डिपोजिट गरेँ, यदि मैले पैसा डिपोजिट ब्याङ्कमा गएर गरेँ अनि त्यसपछि के गर्ने, भाउचर के गर्ने हो, त्यसको लागि अप्सन छ है। यहाँ हेर्नुहोस् त, अपडेट काउन्टर पेमेन्ट भाउचर भनेको छ कि, डाइरेक्ट पनि यो राख्ने मिल्छ है। यो कुरा मैले भने अब यो त पेमेन्ट भइसकेको छ, यसको परेन है, कुरा बुझ्नुभयो नि हो। यति गरिसक्नुभयो भने अब हजुरले के गर्नुपर्छ, अब हजुरले फर्म भर्ने पार्टमा आउनुपर्छ है त। फर्म भर्ने पार्टमा आउनुभयो र केबाट आउने, अब जस्तै अब यो फर्म भरिसकेको छौँ होइन, हजुरले अघि जे मैले भनेको छु त्यसमा फर्म भर्ने, सबै कुराहरू मजाले भर्ने, जेपिइजीमा राख्ने, फोल्डर साइज सानो हुनु पर्यो, फोटोको डकुमेन्टको सबैको सानो गर्नुहोस् भनेको र चाहिन्छ सबै डकुमेन्टहरू अपलोड गर्नुहोस्। यदि आएन भने पर्सनल मेसेज गर्नु होला है, केही कन्फ्युजन भयो भने। र अब हजुरको यदि फर्म भर्यो, हजुरको कन्फर्मेसन कसरी गर्ने भन्दाखेरि हजुरले यहाँ हेर्नुहोस्, यस्तो आउँछ, पहिला सबमिट गरेपछि यस्तो आउँछ है, पहिला यो कुरा ध्यान दिनु होला। हजुरको यो के भयो, बिएससी यो हेर्नु इन प्रोग्रेस स्ट्याटस र डाउनलोड कन्फर्मेसन पेज, अनि हजुरले यसरी कन्फर्मेसन डाउनलोड गर्न सक्नुहुन्छ। यति भयो भने हजुरको भयो र हजुरले आफ्नो यो ड्यासबोर्ड चाहिँ मजाले राख्नु होला, हरायो भने चिन्ता नगर्नु, ठुलो कुरा भएन, जे पनि गर्न सकिन्छ। यति नै यो भिडियो। हजुरलाई केही कन्फ्युजन छ भने हजुरले सोध्न सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ। धन्यवाद।